मेरो साथीहरूमा जो पनि ट्यालेन्टेड थियो एकदमै पढ्नमा हैन, फर्स्ट सेकेन्ड थर्ड हुनेवाला थियो हैन, त्यो साथीहरू र एकदमै लास्ट बेन्चर जो चाहिँ पढ्न भनेपछि मर्न खोजे जस्तै हुने हैन, स्कुल आउनै नखोज्ने हैन, होमवर्कसम्म केही पनि नगर्ने। त्यसमा के फरक छ भन्दाखेरि जो ट्यालेन्टेड थियो तिनीहरू कसैको अन्डरमा अहिले पनि काम गरिरहेको छ या कसैले पढिरहेको छ, जब गरिरहेको छ, र जो अनट्यालेन्ट थियो त्यसले व्यापार गरिरहेको छ। त्यो आफू बिजनेसम्यान भएको छ र त्यसले अरूलाई काम दिइरहेको छ, आफूले केही गर्दैन। यही फरक हुन्छ ट्यालेन्टेड र अनट्यालेन्टेड। मतलब यो होइन कि अनट्यालेन्टेड हुने भन्ने खोजेको होइन कि, तर जब अभाव हुन्छ त्यहाँ केही न केहीको सिर्जना हुन्छ। अब उसले सोच्छ कि अब मैले कहीँ त जब त पाउँदैन, मलाई कसैले जब दिँदैन किनकि मसँग डिग्री छैन, मसँग सर्टिफिकेट छैन। त्यसपछि उसले के गर्छ, आफ्नै केही न केही गर्ने सिर्जना खोज्छ, एउटा दिमाग लगाउँछ, उसको दिमाग बल्ल दौडिन्छ। अभाव भएपछि, भोक लागेपछि खानाको लागि हामी दौडिन्छ नि, कसरी के होला भनेर, सेम। त्यसपछि उसले आफ्नै उद्यम गर्न खोज्छ, उसले आफ्नै व्यापार गर्छ, आफ्नै देशमा बसेर व्यापारी भएर नाम चिनिन्छ र उसले सबैभन्दा धेरै पैसा पनि उसले कमायो। सो यही छ हाम्रो रियालिटी। हामी भाग्छौँ डिग्री सर्टिफिकेटको पछाडि, स्किल्सको पछाडि हामी भाग्दैनौँ। त्यसले गर्दाखेरि नि हामी कसैको अन्डरमा काम गरिरहेको हुन्छौँ जिन्दगीभरि। के लाग्छ तपाईँहरूलाई? थ्याङ्क यू।